लगेर आऊ, म चाहिँ लोकल खान्छु ट्याक्कसँग लाएर तिम्रो चाहिँ त्यो गोल्डन वाक। ओ बाले फेरि अहिले फोन गरेछ। बाबा भन्नु त। अरे छोरा त कहाँ मुन्टाछ यहाँ बालुवा चाल्नु थियो यहाँ कलेजको प्र्याक्टिकल ल्याबमा छु क्या, साइन्स ल्याबमा। कडा छ त कडा, पानी हाल्न पानी। के बाबु के कडा भन्छ फेरि पानी हाल्ने भन्छ के हो यो? अरे बाबा यहाँ भ्याउतालाई चिरेर फेरि जिउदाउन लाग्छु नि त, अपरेसन गर्दैछु केमिस्ट्री ल्याबमा, त्यही भएर यहाँ हल्का पानी हाल भनेको क्या। सुन्नुभयो भ्याउताको आवाज? ए ल दया भए नगए साथीहरूसँग त्यो सकाएर छिटो गराइजा। यो कोकटेल हुन्छ क्या। अरे ककटेल रे? अरे बाबा यहाँ हामी केमिस्ट्री ल्याबमा छौँ, नाइट्रोजन एसिडमा सोडियम सल्फर हालिरहेको छ क्या, त्यही भएर यहाँ ककटेल हुन्छ नि त, बुझ्नु न यहाँ। ठिक छ त्यो प्र्याक्टिकल सकाएर छिटो आइज यहाँ। ल बाबा। कसम लास्ट कडा रहेछ के, लास्ट झ्याप्दियो नि यार माथ। अरे लास्टै कडा झ्याप दियो अरे के भनिरहेछ ओइ? अरे बाबा अघि नै मैले केमिस्ट्री ल्याबमा भ्यागु त चिर्दैछु भनेको थिइनँ, अहिले त्यही भ्यागु त उठेर झ्यापको नसामा हिँडा जस्तो गरेछ भन्छन् साथीहरू। ल हाल्नुहोस् न साथीहरू छिटो, त्यो भ्यागु त खुट्टा तान्नुहोस् त। ए अब भर्खरै अपरेसन गरे भ्यागु त अनि झ्याप जस्तै त हिँड्ने भयो त नि। ल बाबा आउँछ टाइम। चक्ना खाना, चक्ना खान्छ। अरे सक्ना रे के बाबा यो छ नि भ्यागु त माछाले यत्रो पेट चिरिरहेको छु, अहिले मजाले सिलाइदिएको त पुरा बसेर चक्ना खाइरहेको छु। बोल्यो न भ्यायो हेर, अर्को गोल्डन वाक ल्याऊ। अरे के भन्छ फेरि यो के गोल्डन वाक भन्छ त? अरे बाबा अहिले नयाँ सल्फर एसिड निक्लिया रहेछ क्या गोल्डन वाक, भ्यागुतालाई फेरि मार्नु पर्ने भयो के।